सो केटाहरू वेलकम टु डेङ्गा वाइटी होइन। आज चाहिँ जनवरी 2 2026 मेरो यो सोलो कास्टमा वेलकम छ सबैजनालाई होइन। आज चाहिँ म ट्रेकिङ पनि गएको थिएँ, त्यो पनि सोलो नै थियो होइन। उता नुवाकोटतिर गएको थिएँ, एक्लै गएको थिएँ। भिडियो हेरिसक्यो होला होइन। यो चाहिँ पछि रेकर्ड गरेको भिडियो होइन। म चाहिँ अब यो सोलो कास्टमा चाहिँ म 2025-26 अनि लाइभ र आजको दिनको बारेमा कुरा गर्न जाँदैछु होइन। ल सुरु गरौँ होइन। सो 2025 सबैको राम्रै भयो होला होइन। मेरो पनि राम्रै भएको थियो प्रोफेसनल्ली, पर्सनल्ली, लभ लाइफ हुन त लभ परेको थिएन होइन। त्यही पनि राम्रै भएको थियो होइन सबै कुरा। बट धेरै कुरा राम्रो गर्न सक्थेँ होइन। जस्तै म अझै डिसिप्लिन हुन सक्थेँ, अझै कन्सिस्टेन्ट हुन सक्थेँ होइन। डिफ्रेन्ट कुरामा लागेर थिएँ, एउटामा फोकस गरेको थिएन। बट त्यो कुरा चाहिँ म 2026मा इम्प्रुभ गर्छु होइन। अनि अर्को कुरा चाहिँ म एकाउन्टेबल थिएन क्या होइन। त्यो एकाउन्टेबल नि म 2026मा हुन्छु। सो 2026मा चाहिँ म 2025भन्दा बेटर हुन प्रयास गर्छु होइन। त्यही हो केटा हो। अब त्यो रमाइलो छ होइन। आजको दिन पनि चिलमा गयो होइन, एक्लै गयो होइन। म कहाँ अरे नुवाकोट गयो होइन। त्यो सुरुमा त भेजा लाग्थ्यो होइन, सुरुमा डर लाग्थ्यो होइन, खुट्टा दुखेको थियो, छाती दुखेको थियो होइन। अनि फर्किम नि भएको थियो होइन। तर म गइरहेँ क्या होइन, किनकि लाइफ मलाई डिफ्रेन्ट गर्न थियो क्या। म आई डोन्ट वान्ट टु बी त्यही कम्फोर्ट जोनमा बसेर होइन, त्यो गर्नु मन थिएन क्या। आई वान्ट टु एक्सप्लोर समथिङ इन नेचर। सो आई मुभ टु नुवाकोट सोलो ट्रिप होइन। जो रमाइलो भएको थियो होइन। सुरुमा फुलबारीमा मैले मेरो स्कुटी राखेँ होइन। त्यसपछि हिँडेँ सुरुमा गेटबाट छिरेँ होइन। अब लास्ट उकालो छ क्या होइन, सिडी छ होइन। अब 5 मिनट सिडी चढ्ने बित्तिकै छाती दुखिरहेको थियो होइन। अनि त्यहाँ साइडमा चाहिँ मङ्कीहरू नि थियो होइन। त्यो स्टार्टिङ चाहिँ राम्रै भएको थियो होइन, छाती दुखेको थियो होइन। त्यसपछि जङ्गलको बाटो आयो क्या। त्यहाँ चाहिँ हल्का चराहरूले गर्दा चाहिँ डर लागिरहेको थियो होइन। त्यही पनि चिल लागिरहेको थियो मलाई, शान्त थियो होइन। गीत सित नि सुनेको थिइनँ मैले, किनकि गीत सुट सुने भए त चिलमै जान्न सक्थेँ होइन। म चाहिँ आफ्नो लाइफको बारेमा अनि धेरै कुराहरूको बारेमा सोच्दै होइन मजाले चिलमा अघि बढिरहेको थिएँ क्या आजमाथि होइन। मैले चाहिँ यो कुराबाट के सिकेँ भन्दाखेरि होइन, लाइफ भन्ने कुरा हिँडिराख्नुपर्छ होइन। अब लाइफमा अब कोही आउँछ जान्छ होइन, कोही आउँछ जान्छ, बट लाइक एट द एन्ड अफ द डे तिमीसँग तिमी नै हुन्छौ क्या होइन। अब त्यही हो केटा हो होइन। मलाई खासै बोल्न त आउँदैन होइन। त्यही पनि म यत्तिकै के बोलेछु होइन केटा। अब सोलो कास्ट होइन, त्यही हो केटा हो। अब जस इन्जोय गर होइन। अब 2026को लागि ह्याप्पी न्यू इयर होइन। नेपालीहरूको त होइन, त्यही पनि होइन ह्याप्पी न्यू इयर होइन केटा हो। त्यही हो केटा हो। अब राम्रो गर्नुपर्छ 2026मा होइन। अब हुन त अब राम्रो गर्नुपर्छ भनेको नि 2-3 साल हुन लाग्यो। अब सेम कुरा दोहोरा चाहिँ हुन्छ होइन। तर अब 2026मा लाइफ चेन्ज गर्नुपर्ने हुन्छ आफ्नो मेहनतले, आफ्नो डिसिप्लिनले, आफ्नो कन्सिस्टेन्टले र आफ्नो स्किलले। सो त्यही हो केटा हो। अरू के भनौँ, अब के भनौँ केटा हो, भन त केही भन्दैन ल केटा हो। थ्याङ्क यू फर वाचिङ दिस भ्लग होइन। सोलो ट्रिप टु नुवाकोट एन्ड सोलो कास्ट। अब म चाहिँ 2026मा आइल बी एक्टिभ अन युट्युब एन्ड आइल राइट सम कन्टेन्ट्स अन डिफ्रेन्ट प्लेटफर्म्स। त्यही हो केटा हो। लभ यु गाइज होइन। आई एम मिसिङ यु। 2 वर्ष भयो मिस गर्न थालेको होइन। त्यही हो गाइज, लभ यु।